कहाँ जाने भने केटाहरू यहाँबाट बाटो छैन छैन के अघि त्यस्तो बुढाएर ल यता हामी फेरि फिर्ता भएर यता जान लाग्छौँ। हेलो साथीहरू, आज म पशुपतिमा घुम्न जाँदैछु है। अब सबै साथीहरूसँग रमाइलो गर्दै होइन, एक्कासी एउटा अङ्कलसँग भेट भयो होइन, सँगै पढेको एउटा साथी जस्तै अङ्कलसँग भेट भयो। अनि उहाँहरूसँग गफ गर्दै अनि एकजना भाइ र म पनि गइसकेका थियौँ र त्यो एक्कासी भेट भयो र साथीहरू त्यो घुम्दैछौँ। के कस्तो लाग्छ तपाईँलाई, भिडियो कस्तो लाग्छ, सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला गाइस। हिँड्दा हिँड्दै केही एक्सपिरियन्स छ भने हामीसँग बताइदिनु होला भन्न चाहन्छु गाइस। अनि मैले यसो हेरेको त ध्यान छ हाम्रो होइन। कतातिर हो अनुहार गर्छ बाँदर हजुर बाँदर हजुर अनुहार हेर्नु बनाउनु भन्दा अघि बाँदरहरू अनुहार त कस्तो छ बाँदर जस्तो। आफ्नो अनुहार ऐनामा हेर्नु आफ्नो अनुहार ऐनामा हेरेर देखा न बाँदर जस्तो अनुहार छ। बना पनि के जानु त्यही त उल्टो चस्मा आउँछ नि बाँदरहरू देख्न सक्नुहुन्छ यो घन्टी कति केजी होला? 50। हात छिराउने पनि छ अरे त्यो जाने होइन। तलबाट हिँड्ने ल अब केटाहरू हामी माथि पनि जानेछौँ, हात छिराउनेछौँ। मान्छेको भिडहरू छ होइन, गर्ने टिकटक बनाउनेदेखि लगेर गर्छन् रहेछन् सबैजना हुनुहुन्छ होइन। आँखा चिम्लेर एक आँखाले हेरेर चिक्ले जस्तो गरेर छिराउनु चाहिँ आँखा चिम्लेर बनाओ पाटलो लिएको बनाओ देख्छु हेर्न सक्नुहुन्छ हात छिराउनु। र अहिले हामी एकछिनमा आएर हात छिराउनेछौँ। तपाईँले के भन्यो भने अस्ति केटीले 10चोटि छिराइले पस्दै पसेन भने के यहाँ छिराउनु पो रहेछ। त्यही त भने 10चोटि छिराइले पस्दैन। जस रमाइलो छ डाँडामा एउटा सेल्फी स्टिक हान्नु पऱ्यो क्या जस दामी रहेछ यो बसमती भन्ने होइन। तर सबैको जोडी हुने फर्स्टपटक आएको चाहिँ हामी चाहिँ म एकचोटि आफूहरू पहिला पुरै घुमेको छु। दामी रहेछ है, तर दामी रहेछ तै पनि सेकी हान्नु न अनि भन्ने होइन गाइज। साढे कुकुर र बाँदरसँगै छ हाम्रोतिर त माथि यता देख्नु कुकुरहरू केही बोल्दै बोल्दैन त बाँदरहरू यस्तो अचकल कामहरू देख्ने हेर माथि देख्न सक्नुहुन्छ गाइज। माथि थियो नानु भाउ लोटला भनौँ काउनी अचकल माथि लैजानु पऱ्यो ए साँडे हो बिचरा दाउनु परेन। कस्तो खतरा छ यार। लखेट छ भन्थ्यो यही हो लखेट्ने। यही साँडे गल्लीकन हाम्रो बाङ्गलीजुलाई आउट गर्नुपर्ने थियो यार। ओ साँडे सेटिङ बनाउनुपर्छ।
सुतिसकेका छन् महाराज होइन किन सुत्नु भएको तपाईँ भन्नुहोस् त ओए किन सुतेको हेलो सर सर किन सुत्नु भएको सुते खाने यार बाँदर किन हो यार हातोडा आएपछि हरिजाने क्या तिनीहरूसँग खिचिमाग्ने यार होइन म यो खिच्छु तर भएन कि भन्ने भएन कि भन्ने हुन्छ यो जान्दैन फोटो खिच्नु मोबाइललाई चाहिँ धारै ल्याउँदै यार बर नोकी जाँदैन मलाई कस्तो कुरा त यार यहाँ देख्न सक्नुहुन्छ पोज पोज यहाँमा तले ढाँडा विनोद काको हुने दे तेर हाँसेका तेर यो फोटोग्राफर हेर है कस्तो आयो खै बगा लागि ओहो न न न न यस्ता छौ तिमी कस्तो म त हिरो हो नि तिमी न काको तेरो हिरो हो झ्याब्बाको कुरा त देख्दिन रियलमै मलाई यति चाहियो ल यार यार भलक है भलकबाट हुँदैछ है लाइट हान्ने लाइट हाल्नु अफर त बुढो ल लाइट कस्तो आयो भन्दाखेरिमा फोटो है राम्रो मुखमा लाइट नपरे भएको होइन म राम्रो ल्याउँछु के यार कस्तो ए ल तिनजनाको खिचौँ आऊ केटाहरू आऊ आऊ यता केटाहरू यो गराउनु भयो लाइट हुन्छ के साथीहरू यिनीहरू केटाहरू माया प्रेम भनेको यस्तो हुनुपर्छ ओइ जुम मरे आज खिच्दैन तर दुबलाई कटक पुचक छेउ छाउमा यस्तो हुनु पऱ्यो क्यामेरा यहाँ जति जेर नि भिडियो हालिदिनु हल्लानु नि मोबाइल ए हालिदिँदैन भिडियो कल नि त त्यही गाउँका त्यही भाइहरूले देखेर हेर्नु कि अनि बसेर त्यही हान्न लागेको आएर परबाटी गएर पस्काएँ ल यता आइज कोनेरा देखिया था केटाहरू फोटा रौडा न दमा मात्रै तर हाम्रो आउँछन् त्यही त भने हेर पुरो मिलाएर ल है केटाहरू अँधारो हुन लागिसक्यो केटाहरू उता बिस्तारै हिँडिरहेछन् म चाहिँ यता छु है होइन यता हिँडिरहेको छु केटाहरू के भन्नु काको खान्ची वाल मोटा आटा खान्छ बटारा छौ के मेरो बुनि क्या बाँधेर जाँदै माथि हो र साथी ओ नम क्या हो काँचो खाटा आउँदैन यहाँ ढोटो खाने तपाईँको अब हामी के अरे फर्किन लागिसक्यौँ होइन रुमतिर अब हामी गइसकेपछि सुतिन जान्छौँ अब पाक्दै छैन मैले पाएको तर अरू छिराउने उमेरमा के हात छिराउँदै गयो
ल ठिक छ हाम्रो यहाँ भलक सबैजनाले त पलक पलक हुने भयो मार्केट त खायो नि कसो उस है केटी केटी आयो हो अनि के छ त नि रे भाउ के खेलाउनु मिलाइदिने भन्दा पानी खा पानी खा मिलाइदिने मेरो बुढी लैजा त सेकेन्ड ह्यान्ड चल्छ कि नै फर्स्ट ह्यान्ड त पाउनु गाह्रो होला पाप लागला बिचरा सेकेन्ड ह्यान्ड चल्छ भनेपछि यसो भतिजको नि एक सक्नु पुरा सही गरौँ नि यार ल त ए हाम्रा हुनार युवाले यसो गरिब दुखीलाई यसो सहयोग गर्नुभएको कसो यसो ए गलानेर जादु जादु भइरहेको जादु हामी दुईजना अब अरू दुईजना कहीँ त आउँदैछन् यहाँ जादु भइरह के जादु हेर्ने कि हामी जाने जादु आज त्यस्तै अनि त्यस्तो जादु हेर्ने अहिले हेर्न होला अनि ए यसो यहाँतिर यस्तो हजुर मेरो नाम छैन होला त्यहाँ मेरो नाम एबिसिडीबाट हुँदैन नि हो उसको एक दुईबाट मात्रै नाम हुन्छ उसले एक दुईबाट नाम हुन्छ मेरो मान्छे पहिलो व्यक्ति यस्तो नम्बर होइन बिचरा बेटा ढडेको फोटो खिच्नु मोबाइलले क्यामेरा आउनु पर्यो क्यामेरा छ हाम्रै अनि हामी फेरि उही डाँडामा जानु लाग्छौँ गाइड ए पशुपतिमा घुम्दा घुम्दा आउँदा भएको थियो अनि गाइड हामी सबैजना पशुपति दर्शन पशुपति दर्शन गरेर अब हामी हिँड्दैछौँ यिनले मात्रै टिका लगाएर मैले लाउनु पाइनँ किनकि म बिजी थिएँ म गर्लफ्रेन्डसँग बिजी थिएँ भन्नु होइन म भाउजूसँग म के अरे म गर्लफ्रेन्डसँग बिजी थिएँ भन्नु तपाईँ त्यहाँ जानुभएको थियो तर मैले टिकालाई मैले पूजा गरेँ तर गर्लफ्रेन्ड मात्रै आउनु म तर म चाहिँ पूजा गरेर आएको हेर्नु गाई यस्तै छ गाई यहाँ है अवस्था यस्तो नसम्झिनु होला गाइड नसम्झिने होइन चाँदो हेरेर थाहा भन्नु चाँदो हेरेर थाहा मैले चाँदो हेर्ने गाई छ फोटो पनि छ हामीसँग दमदार तरिकाले धेरै फोटो धेरै राम्रो भयो जे हो तपाईँ अन्धविश्वासको भरमा नपर्नु होला गाइड अहिले 8 बजिसक्यो हामी होइन ऊ डेटिङ गरेर ढिलो गरिदियो कि हामीलाई नत्र हामीहरूलाई अघि हेर्न कोठा गएर सुत्ने टाइम भइसक्यो अनि यस्तो गाइड हामी अब जाँदैछौँ अब हामी पशुपतिबाट छुट्टिन्छौँ होइन गाइड ल सबैजनालाई भाइ हामी पनि छुट्यौँ गाइड तपाईँ मुते लाग्यो सबैजनालाई भाइ भन्न चाहन्छु मेरो ब्लग हेरिदिनु भयो लास्ट एपिसोड तर प्रयोग छैन कहिले आउँछ कहिले भाइ भाइ गाइड यो 4-5 दिनपछि आउँछ गाई त टोइलेट भिडियो एडिट गर्नु पर्दैन नि भिडियो अरू भिडियोहरू पनि एडिट गर्न खान्छ एनपिएलको भिडियो एडिट गर्न बाँकी छ के हालेर अनि ल गाइस अर्को मुन्ने मुन्ने फुटायो भनेपछि क्या मान्दा त हो होइन जे अहिले ल गाइस सबैजनालाई बाई बाई भन्नु बाई बाई गाइस